फोटो दबाएर भइरहेको यति खाएर चाहिँ भाडा बाँध्नु त नलाउँ त्यही हो अरू त के त आएन अगर तुम साथी हो Hey guys, welcome back and new day. अनि अहिले चाहिँ बिहानको 7 बज्दैछ अनि म चाहिँ अघि नै उठेको उठ्न जस बिहान उठ्ने बित्तिकै पनि आँखा लास्टै दुखिरहेको थियो बिहान त्यही मैले केही पनि मोबाइल सोबाइल केही पनि चलाएन बिहान उठ्ने बित्तिकै मुख सुख धोएँ यताउता गरेँ अनि चिया बनाएँ चिया खान लाग्यो ब्ल्याक टी लिँदै हो अनि दुध चिया पनि नखाएको अहिले के च्यालेन्ज खेल्ने मैले पनि खाउने हो म आँखा चिम्मा गरिदिन्छु कि बन्द गरिदिन्छु कि आँखा यहाँ बस्छ सानो बिचमा एक्चुअली फेरि तिमीलाई चान्स दिएन मैले एकदम राम्रोसँग है त्यस्तो राम्रो होइन म के गायिका हो र एकदम यस्तो सुमधुर आनन्द लागोस् रिल्याक्स होस् के फिल लिन लागिसक्यो मलाई तेरी नजरों में तेरे सपने तेरी सपनों में नाराज़गी मुझे लगता है ना क्या फर्क है बेदर्द की जिंदगी बेदर्द है अगर तुम साथ हो बेटा नहीं था ओके लाइसेंस भी दिना चाहता हूं साँडे के लिए एकछिन हल्ला नगर है त्यसो है त यहाँ अर्सबाट हो नहाँस है दिदी कस्तो नहाँस है ल है तेरी नजरों में ही तेरे सपनों में नाराज़ी मुझे लगता है कि बातें दिलों की तुम साथ हो या ना हो या फर्क है दर्द सी जिंदगी दर्द है अगर तुम साथ हो वन मोर टाइम है वन मोर टाइम तेरी नजरों में है तेरे सपने मेरे सपनों बिग्रीको के तेरी भन्छ मेरी भन्छ तेरी नजरों में है तेरे सपनों में है नाराज़ी मुझे लगता है कि बातें दिलों की होती लफ्ज़ों की धोखेबाजी तुम साथ हो या ना हो क्या फर्क है बेदर्द सी जिंदगी अगर तुम साथ हो गाना हेर कस्तो छ स्वर कोहीले स्वर मेरो सुन्यो भने चाहिँ खत्तम तरिकाले चाहिँ
सपने तेरे सपनों में है नाराजी मुझे लगता है कि बातें दिलों की होती लफ्जों की धोखेबाजी तुम साथ हो या ना हो क्या फर्क है बेदर्द सी जिंदगी बेदर्द है अगर तुम साथ हो सो गाइस हामी चाहिँ अब पुरै एकदम सिङ्गर बन्ने तयारीमा छौँ पुरै एकदम अब आउने केही दिनहरूमा हामी सिङ्गर भएर हाम्रो नयाँ गाना पनि अपडेट गर्न लाग्छौँ हेरिदिनु होला अपकमिङ म्युजिक पुरै एकदम हाम्रो पुरै एकदम प्रयासमा तपाईँहरूले कमेन्ट गर्नुहोस् सब्सक्राइब पनि जाओस् सब्सक्राइब पनि जाओस् कमेन्ट पनि जाओस् लाइक पनि जाओस् यस्तो युनिक क्या एकदम त्यो जिन्दगीमा कसैले पनि त्यो नसुनेको त्यो भाइज अरे हाम्रो मेरो जस्तो भाइ तिम्रो त के छ र मेरो हो हाम्रो दबाएर भइरहेको यहाँ यति खाएर चाहिँ भाडा बाँध्नु त नभएको पनि त्यही हो अरू त के थाहा छैन सो गाइस हामी चाहिँ अहिले यहाँ मस्त तरिकाले के विङ्स अरे विङ्स के विङ्स बफेलो विङ्स खान आइरहेछ राङ्गा विङ्स हो यहाँ चाहिँ हामी खाना आएको अनि अहिले चाहिँ यहाँ ए कस्तो होला एकचोटि फेरि हामी यस्तो होला विङ्स खाना आउँदैछौँ हाम्रो रेडी हुँदैछ आउँदैछ यहाँ खाइसकेको छ अवस्था छोरीले खाएर पचिसकेको आइसकेको छ यहाँ विङ्स हो बबाल छ यस्तो बबाल छ जुसी छ हामीले सार बाबुले के जबरजस्ती लिएर आएको म त रोइदिन्छु अहिले म खाएर सर्लाको हिँड्दिनँ नि अरू के म त हेर्दै बस्छु माथि खुट्टा तल झुन्डिरहेको तल उ छ नि त तल पुरै यस्तो छैन खेत कालोै तलुवा छ त्यतिकै खेत भन्नुहुन्छ हेर्न पनि गाएन भनेपछि पुरै तरिकाले चाहिँ यहाँ भाग्ने प्लानिङ भइरहेको लास्टमा एउटा बज्यो त दिपेर आधा गर्ने हो क्या ओइ आइसम्म यो दुईटा हड्डी सुन न यसमा दुईटा हड्डी छ यसो 50 हुन्छ है त बच्छ त्यो एउटा बोल्यो ठुलो कसो त्यो सारा बाबुहरूलाई ठुल्ठुलो हड्डीवाला पराएको ल हेर हैन